स्ट्रक्चर अफ मसरुममा जाउँ। स्ट्रक्चर अफ मसरुमको सबभन्दा पहिलो टर्म रहेको छ पाइलस अथवा क्याप। यो भनेको चाहिँ मसरुमको अम्ब्रेला लाइक स्ट्रक्चरलाई पाइलस अथवा क्याप भनिन्छ। यसले चाहिँ स्पोर प्रोड्युसिङ सर्फेसको चाहिँ सपोर्टमा हेल्प गर्छ। र अर्को स्ट्रक्चर रहेको छ ल्यामेला अथवा गिल्स। पाइलसको मुनितिर रहेको रिबन लाइक अथवा ब्लेड लाइक स्ट्रक्चरलाई चाहिँ ल्यामेला अथवा गिल्स भनिन्छ। यसको फङ्सन चाहिँ स्पोर प्रोड्युस गर्नु र डिस्पर्जल गर्नु हो। अब नेक्स्ट स्ट्रक्चर रहेको छ स्टाइफ अथवा स्टल्क भन्छ। यो चाहिँ स्टिम लाइक स्ट्रक्चर हो। त्यसले चाहिँ पाइलसलाई मास्तिरको छाता अम्ब्रेला जस्तो स्ट्रक्चरलाई चाहिँ सपोर्ट गर्छ। यसको मेन फङ्सन भनेको चाहिँ त्यो स्ट्रक्चरलाई सपोर्ट गर्नुको साथसाथै न्युट्रिएन्ट ट्रान्सपोर्ट गर्नु हो। र अर्को स्ट्रक्चर रहेको छ एनुलस अथवा पार्सियल भेल। यो चाहिँ एक खालको प्रोटेक्टिभ टिस्यु हो जसले चाहिँ विकास भइरहेको गिल्सलाई छोपेर राख्छ। र यसको मुख्य काम भनेको इम्याचुअर्ड स्पोरहरूलाई कभर गर्नु अथवा छोपेर राख्नु हो। र अर्को स्ट्रक्चर रहेको छ भोल्भा अथवा युनिभर्सल भेल। यो चाहिँ एक खालको कप लाइक स्ट्रक्चर हो जुन चाहिँ इन्टायर इम्याचुअर मसरुमलाई चाहिँ उम्रिने बेलामा चाहिँ कभर गरेर राखेको हुन्छ। नेक्स्ट स्ट्रक्चर रहेको छ माइसेलियम। जब एउटा स्पोर फुल्ली म्याचुअर्ड हुन्छ र त्यसले झरिसकेर फेभरेबल इन्भाइरोमेन्ट पाउँछ, त्यो स्पोर चाहिँ थ्रेड लाइक स्ट्रक्चर बन्छ जसलाई हाइफी भनिन्छ। र ती थ्रेड लाइक स्ट्रक्चरहरूको ग्रुप अथवा हाइफीहरूको ग्रुपलाई माइसेलियम भनिन्छ। र यहाँभन्दा पछाडिको स्लाइडहरूमा चाहिँ अघि डिस्कस गरेका टपिकहरूको चाहिँ डिस्क्रिप्सन दिइएको छ। यो एकचोटि हेर्नुहोस् है त।